नमस्कार सबैजनालाई फेरि पनि हजुरहरूलाई स्वागत छ आजको मेरो भिडियोमा। र आज चाहिँ हामी आमा छोरी आएका छौँ बिरयानी अन्डा बिरयानी खानलाई। मुकबाङ अन्डा बिरयानीको मुकबाङ लिएर आएका छौँ। कस्तो लाग्छ हजुरहरूले धेरै माया गरिदिनु होला हाम्रो भिडियोलाई र सुझाव सल्लाह दिनु होला। कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला र लाइक शेयर सब्स्क्राइब गरिदिनु होला र मेरो फेसबुक पेजमा गएर सबैजनाले फलो गरिदिनु होला है त साथीहरू। ल है साथीहरू तातो तातो वा हेर्नु त देख्दा चाहिँ यस्तो छ आजको हाम्रो अन्डा बिरयानी साथीहरू। पुरै धनिया पनि पाके जस्तो भन्छ। यम्मी होला जस्तो छ है। खाना आज चाहिँ टु पिस अन्डा अरे कति खाने हो हामीले। अलि कस्तो हुन्छ है कस्तो बनेछ आज अन्डा बिरयानी हामी चाहिँ खाएर हजुरहरूलाई म बताउने छु है त साथीहरू। अन्डामा के अरे बिरयानीमा खाने ग्रेभी बनाएको मैले है। अन्डा ग्रेभी अन्डा ग्रेभी सेलाइसक्यो। देख्दा चाहिँ यस्तो मिठो होला जस्तो छ है। खाना कस्तो छ हेरौँ। तातो तातो अन्डा बिरयानी। ल साथीहरू खाए है त। ल खाएँ है साथीहरू। ल खा कस्तो पानी खानु कस्तो लाग्यो अन्डा बिरयानी। यति राम्रो छ वा मिठो छ साथीहरू है। यस्तै हजुरहरूले नि एकचोटि अन्डा बिरयानी नखाएको मान्छेहरूले चाहिँ अन्डा बिरयानी बनाएर खानु होला त साथीहरू। मलाई चाहिँ एकदम मन पर्यो है। मिठो भयो। खुर्सानी पिरो रहेछ होइन। मैले सोधेको थिएँ पिरो छ भने त अन्त त पिरो नहोला जस्तो पिरो हो त। खुर्सानी लाग्छ पिरो रहेछ। यस्तै मिठो भयो। मिठो भयो।
खासमा बिरयानीसँग खाने चाहिँ बिरयानीसँग खाने राइता के भन्छ राइता होइन बनाउँछ दहीको Mam खानु ट्राई गर्छु म त एउटाले भएको म चाहिँ थोरै माम खपे है खानु नानी अनि खानु कता राम्रो क्या कस्तो नराम्रो है लास्टो पिरो माग्नु के म त यस्तो पिरो लाग्यो भाइ नानी खाएँ प्याज चाहिँ बहुत पिरो खायो क्या प्याज त पिरो Đấy. कस्तो लाग्यो आजको खाना मिठो मिठो छ मैले बनाएको बिरयानी राम्रो छ राम्रो मिठो एकदम राम्रो मिठो स्वादिष्ट मेरो मम्मीलाई धेरै माया गरिदिनु होला सबैजनाले यही नै रिक्वेस्ट गर्न चाहन्छु सबैजनालाई आजको हामी आमा छोरीले खाएको भिडियोलाई पनि धेरै माया गरिदिनु होला र अनि प्रतिक्रिया पनि दिनु होला आफ्नो कस्तो लाग्यो भनेर ल फेरि पनि सबैजनालाई भन्न चाहन्छु मेरो भिडियोमा शेयर लाइक सब्सक्राइब कमेन्ट कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला र फेसबुक पेजमा गएर फलो गरिदिनु होला मेरो मम्मीलाई फलो गरिदिनु होला है त साथीहरू आजको भिडियो चाहिँ हामीले यही समाप्त गर्न चाहन्छौँ यति नै आजको भिडियो चाहिँ यति नै राम्रो मान्नु भने फेरि पनि आउँछौँ हामी फेरि पनि हजुरहरूले सपोर्ट दिनुभयो भने चाहिँ हामीले अरू भिडियोहरू पनि लिएर आउनेछौँ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ बाई बाई